हामी प्लस 2 चाहिँ सँगै पढेको हो प्लस 2 छोरेपाटनमा साइन्स चाहिँ सँगै पढ्थ्यौँ हामी अनि त्यसपछि मैले नोटिस गरेको भन्दा पनि उसले चाहिँ नोटिस गरिरहेको रहेछ त्यही त अप्रोच भनेर त्यस्तो त भएन त्यो के अरे हुन्छ नि त्यो प्रपोज गर्ने एक्सेप्ट गर्ने भन्ने त भएन तर साथी नै हो हामी भनेर अलिकति क्लोज चाहिँ थियौँ दिनदिनै एकैछिन ब्रेकमा भए पनि भेट्ने टाइपको चाहिँ थियो बिए गर्ने भन्ने त अस्ति भर्खरै हो क्या हाम्रो डिसिजनमा हो बिए गर्ने भन्ने कुराहरू चाहिँ रिलेसनसिपमा त थियो तर हामीले योलाई चाहिँ अब बिएमा नै टर्न हुन्छ भनेर हामीलाई त त्यो कहिले हुन्छ कसरी हुन्छ थाहा अनि उसले चाहिँ होइन अब बिए गर्न पर्छ भनेपछि ल ओके अब अनि 1 इयर पहिले चाहिँ ल यो मन्थमा गर्ने है डेट चाहिँ यो मन्थमा गर्ने है भनेपछि ल ओके भनेपछि अनि दुईजनाले एग्री गरेर यही मन्थमै भयो फेरि त्यो मन्थ चाहिँ चेन्ज भएन त्यो के अरे सुरुमा यत्रो एन्ट्री हुने बेलामा जुन लिन आउने बेला हुन्छ नि उसले मलाई फर्स्टमा सोधे कि म कस्तो देखेको
सोचेको कुराहरू एउटा ड्रिम हो नि त त्यो भनेको एउटा आफूसँगै स्कुलमा हिँडिरहेको मान्छे चाहिँ 11-12 इयरसँगै टुगेदर भयो अप्स एन्ड डाउन्स त अफकोर्स भइहाल्छ त्यसमा अनि अब लास्टमा टुगेदर हुने दुईवटा फ्यामिलीलाई कन्भिन्स गराएर टुगेदर हुने नै ठुलो कुरा हो अब त्यतिखेर त म स्याड हुने ठाउँै थिएन म त हेप्पी नरौ सँगै भोलि आउँला भन्ने टाइपले तर यहाँसम्म आइन्छ भनेर त सुरुमा चाहिँ सोचे थिएन कि यहाँसम्म आइन्छ भने चाहिँ 1 वर्ष अगाडिसम्म चाहिँ सोचेको सबै कुरा राम्रो छ त्यो हामी अब एकदम फ्लेक्जिबल छौँ कि मेन भनेको त हामी दुईजना आफै फ्लेक्जिबल छौँ अब कति कुराहरू चाहिँ सिरियस हुनुपर्ने कुराहरूलाई पनि हामीले सर्फेसली सोचेर होइन त्यसको सोल्युसन लिएर आउने यस्तो गर्दाखेरि यो होला है भन्ने टाइपको त्यही नै कुराहरू राम्रो डिस्टेन्सले लभमा चाहिँ फरक पार्दैन होइन तर अब कमिटमेन्ट भनेको त अफकोर्स लभमा चाहिँ कमिटमेन्ट त हुनु पऱ्यो नत्र भने चाहिँ लास्टमा चाहिँ टुगेदर भन्ने चाहिँ आउँदैन Rising within in this moment here with you I can't explain this feeling where I am found with you hearts collide distance feels when you're pulling me close like a whisper in the middle of the night your love catches me by surprise जुनसुकै टाइममा पनि टफ टाइम होस् या एकदम ह्याप्पी मोमेन्ट होस् हामी चाहिँ अल द टाइम साथमा छौँ बट त्यो थिङ्स आर गेटिङ रियल ओन्ली वेन अदर कुराहरू हुन्छ नि राम्रो गर्दै गए अब ट्रस्टै हो क्या कसरी भन्ने